हेलो साथीहरू सबैजनालाई नमस्कार। आजको मेरो यो खाना सुरु भएको छ। यसमा चाहिँ तपाईको के छ भन्नुहुन्छ भन्दाखेरि किनुवा, फापरको मिठे फापरको के भन्छ पिसेको गेडा, त्यहाँबाट गएर कागुनो अनि जौको च्याख्ला मिक्स हो। त्यसपछिबाट विभिन्न किसिमका ड्राई फ्रुटहरू छन् यहाँनिर, नरिवलदेखि काजु किसमिस अग्रम बग्रम अगडा बगडा। त्यहाँबाट फ्रुटमा चाहिँ मेरो छ के अरे एप्पल र अहिलेको सिजन अनुसारको के अरे सुन्तला छ। अब अनि त्यसपछि अर्को भेजिटेबल यस्तो छ है, बोइल ब्रोकोली, बोइल्ड राजमा, त्यहाँबाट गएर यो सिमल तरुल हो, त्यसपछि यो घर तरुल हो। यति छन्। सबै मेरा सह उमेरका साथीहरूले चाहिँ भन्छन् कि तपाईँ बुढो देखिनुहुन्न, अन्त बुढो समयले देखि नै हालेको छु होला। तै पनि साथीहरूले भन्नुहुन्छ तपाईँ किन यस्तो के खानुहुन्छ भन्नुहुन्छ। म खाने यही हो। फर्सीको बिहा, यसमा नुन छैन, यसमा चिल्लोहरू केही छैन, सब जिरो छ। त्यही हो साथीहरू, तपाईँ बुढो देखिनुहुन्न, तपाईँको कपाल फुल्दैन भन्नुहुन्छ। यस्तो यस्तो खानेकुरो खाएपछि चाहिँ शरीर तगडा हुन्छ। शरीरदेखि छालालाई चाहिने सम्पूर्ण तत्त्वहरू पाएपछि मान्छेहरूले देखिने हो। अर्को ठुलो कुरो भनेको सन्तुष्टि है साथीहरू। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, खुसी रहनुहोस्।